मोबाइल स्क्रोल गर्ने टाइम चाहिँ लाग्यो। फुलबारी गेटबाट ल 8:30 बजे हिँड्यो है। त्यहाँबाट हिँड्दै गयो आजको यात्रा चाहिँ हामीले मोबाइल अब स्क्रोल गरेर बिताउने टाइम हो यो। 2 घन्टा 3 घन्टाको 3 घन्टाको यात्रा हुन्छ माथि पुग्नलाई। लगभग मलाई चाहिँ, अरूलाई कति लाग्छ थाहा छैन, मलाई चाहिँ यहाँदेखि ठ्याक्क 1 घन्टा 15 मिनट लाग्छ। फर्कनलाई 45, त्यहाँ बस्नु 20 मिनट जस्तो बस्नु पर्यो, अनि पानी सानी पिउने अनि फर्किने। उकालो अलिकति गाह्रै छ यो। पहिलो 500 मिटर जति। यहाँ आज शनिबार भएर मान्छेहरू पनि हुनु त हुन्छ। टन्न गइरहेछन् माथि, रमाइलो छ। मेरो सोलो हाइकिङ भन्दाखेरि नि गाउँमा चाहिँ पहिला हलो कोदालो हरेक कुरा घाँस दाउरा गरेको पानी पँधेर, अहिले ज्यानले त्यही खोज्यो। त्यही खोजेपछि ज्यानलाई त दिनु पर्यो है, कति खोज्ने रहेछ भनेर। सँगैको साथीहरू छैन, आफ्नो काम र फ्यामिली टाइममै व्यस्त हुन्छन्। त्यही भएर एकदम राम्रो हाइकिङ। ल उकालो